एभ्रिवान। हिजो मैले एउटा भिडियो अपलोड गरेको थिएँ न्युजिल्यान्डमा जब कसरी पाउने भनेर चाहिँ। अनि त्यो भिडियोमा चाहिँ मलाई कति धेरै मेसेजेसहरू गर्नुभएको थियो अनि सबैजनाले कति कुराहरू सोध्नु भएको थियो। अनि त्यस पछाडि चाहिँ त्यही भएर मैले यो सेकेन्ड भिडियो बनाएको। अनि सुरुमा चाहिँ मैले त्यो के भन्छ मेरो प्रिभियस भिडियोमा चाहिँ मैले विदाउट एनी रेफरेन्स भनेको मतलब चाहिँ मेरो कुनै पनि सोर्स बिना नै मलाई कसैले रेफर नगरिकन नै जब पाएको हो भन्न खोज्या है। फेरि मेरो प्रिभियस एक्सपिरियन्सको अथवा प्रिभियस वर्कको रेफरेन्स माग्दैन भन्न खोज्या होइन है, त्यसमा चाहिँ क्लियर हुनु। अनि अर्को कुरा चाहिँ दुई चारजना दिदीहरूले चाहिँ बहिनीहरूले चाहिँ मलाई एउटा मेसेज के गर्नुभएको थियो भन्दा हाम्रो चाहिँ अनफर्चुनेटली भनेर चाहिँ कति धेरै मेसेजेस आउँछ भनेर भन्नुभएको थियो। तपाईँ मात्र एउटा होइन जसलाई अनफर्चुनेटली भनेर मेसेज आएको छ। यति धेरै मेसेजहरू आउँथ्यो त्यो चाहिँ होइन, मैले स्क्रिनमा पनि सेयर गरिदिएको छु। यो त एकदमै नमुना मात्रै हो। यति धेरै हुन्छ नि अनलिमिटेड अनफर्चुनेटली दिस ह्यापन भनेर चाहिँ यति धेरै मेसेज आउँथ्यो। अनि त्यस्तो मेसेजहरू चाहिँ मेरो इनबक्स भरिएको थियो होइन एउटा टाइममा चाहिँ। अनि अब म डाइरेक्टली चाहिँ मैले कसरी जब सर्च गरेँ भनेर चाहिँ मैले हजुरलाई सेयर गर्छु है। सुरुमा चाहिँ म आफ्नो ब्याकग्राउन्ड दिन्छु। म चाहिँ नेपालमा रेजिस्टर्ड नर्स हो, ब्याचलर इन नर्सिङ गरेँ हो। मेरो 8 देखि 9 वर्षको चाहिँ वर्किङ एक्सपिरियन्स छ नेपालमा। अनि त्यसपछि यहाँ आएर चाहिँ मैले पहिला चाहिँ कस्टमर सर्भिस रिप्रेजेन्टेटिभ भएर चाहिँ एउटा पेट्रोल पम्पमा काम गरिरहेको छु, स्टिल पनि गरिरहेको छु। अनि एउटा चाहिँ हाउसकिपिङमा काम गर्दै थिएँ है। अनि त्यो हाउसकिपिङमा त्यही ठाउँमा मैले चाहिँ काम गर्थेँ क्याजुअल भएर। अनि मेरो समर भ्याकेसन हुँदाखेरि चाहिँ मैले फुल टाइम काम गरेँ त्यहाँनिर। अनि त्यो काम गर्दा पनि मैले एसकेमा एकदमै धेरैको सर्च गरिरहेको थिएँ। अनि मैले चाहिँ कसरी सर्च गर्थेँ भन्दा चाहिँ पुरै लिस्ट आउट गर्थेँ कि सुरुमा चाहिँ मैले पुरै लिस्ट आउट गरेँ कि मेरो एसकेयरको मेरोमा बस्ने वरिपरि चाहिँ कति धेरै एसकेयरहरू छ मैले सबको लिस्ट आउट गर्थेँ होइन। अनि त्यो लिस्ट आउट गरेर अनि पुरै वेबसाइटमा गएर त्यो लिस्ट आउट गरेको एसकेयरको वेबसाइटभित्र जान्थेँ। वेबसाइटभित्र गएर चाहिँ त्यहाँ कति धेरै इमेलहरू हुन्थ्यो कि इमेलमा चाहिँ म्यानेजरको इमेल पनि थियो, रिसेप्सनिस्टहरूको इमेल राखिदिएको थियो। मैले पुरै त्यो इमेलहरू नोट डाउन गरेर आफ्नो कपीमा पुरै लेख्थेँ कि। अनि त्यो लेखिसके पछाडि एउटा लामै लिस्ट बनाएको थिएँ मैले होइन। अनि त्यस पछाडि मैले चाहिँ यतापट्टि आफ्नो इन्ट्रोडक्सन स्पिच के पिच जस्तो रेडी गरेको थियो। त्यो इन्ट्रोडक्सन पिचमा चाहिँ मैले के लेखेको थिएँ भन्दा हेलो माई नेम इज कविता, आइ एम फ्रम नेपाल एन्ड आइ एम रेजिस्टर्ड नर्स ब्याक इन नेपाल एन्ड करेन्टली आइ एम डुइङ पोस्ट ग्रेजुएट डिप्लोमा इन हेल्थ साइन्स एन्ड दिस भनेर चाहिँ मैले यति एउटा पिच रेडी गरेको थिएँ आफ्नो इन्ट्रोडक्सनमा। अनि तलपट्टि चाहिँ अनि म चाहिँ अहिले एक केयर गिभरमा इन्ट्रेस्टेड छु। अनि अहिले नभए पनि इन फ्युचर तेरो अर्गनाइजेसनमा भ्याकेन्सिजहरू खाली छ भने प्लिज कन्सिडर मी वन्स भनेर चाहिँ मैले त्यो पिचलाई चाहिँ नोटमा कपी पेस्ट गरेर राखेको थिएँ होइन, ताकि चाहिँ सबैलाई त्यही कपी पेस्ट गर्न मिलोस् होइन। अनि त्यो नोटमा राखेको थिएँ। अनि मैले जति पनि लिस्ट आउट गरेको थिएँ के भन्छन् उसहरू मेलहरू, त्यो मेलभित्र जाँदै मेरो इन्ट्रोडक्सन पिच राख्दै तल चाहिँ फेरि कभर लेटर र सिभी पनि इन्क्लुड गरिदिएको थिएँ होइन। अनि इन्क्लुड गरेर सबैलाई पठाइदिएँ। मैले यति धेरै एसकेयरमा सबैमा त्यसरी पठाइदिएँ। मलाई कस्तो पोजिटिभ रेस्पोन्स आयो। 2-3वटा एसकेयरबाट चाहिँ के भनेर म्यासेज आएको थियो भन्दा अहिले चाहिँ हामीसँग छैन, तर हामीले चाहिँ त्यो एप्लिकेसनलाई चाहिँ प्रायोरिटाइज गरिराखेको छौँ। इफ फ्युचरमा हामीहरूसँग कुनै पनि पोजिसन खाली भयो भने चाहिँ हामी तँलाई रिच आउट गर्छौँ भनेर भनेको थियो। अनि मलाई कस्तो पोजिटिभ थियो कि यस्तो त भनेको छ भनेर। अनि मैले त्यो सिक, इन्डेड, लिङ्कडिन, फेसबुक यति धेरै प्लेटफर्महरूमा मैले यति धेरै एप्लाई गरेको थिएँ कि म त हार खाइसकेको थिएँ। काम छैन, यिनीहरूबाट केही हुनेवाला छैन भनेर मैले त्यो तिनीहरूबाट त एप्लाई नै गर्नु छोडिदिएको थिएँ। म डाइरेक्ट वेबसाइटमा जान्थेँ। जुन वेबसाइटमा चाहिँ तपाईँको मेलहरू छैन नि त्यो वेबसाइटमा चाहिँ करियर अप्सनमा जाने। अनि उनीहरूले चाहिँ भ्याकेन्सिजहरू राखिदिएको हुन्छ कि। अनि आफूलाई कुन भ्याकेन्सिजमा सुइटेबल लाग्छ आफू, अनि त्यो भ्याकेन्सी चाहिँ डाइरेक्ट वेबसाइटमा गएर एप्लाई गरेको थिएँ। मैले कति धेरै त्यसरी नै गरेँ। अनि त्यसपछि 4 महिना अगस्तमा मैले पठाएको रहेछु त्यो मेल। मलाई त याद पनि थिएन कि कुन कति धेरैलाई पठाएको होइन, याद पनि थिएन। अगस्तमा पठाएको मलाई एकैचोटि 4 महिना पछाडि रेस्पोन्स आयो कि। त्यो रेस्पोन्समा चाहिँ स्टिल इन्ट्रेस्टेड इन दिस पोजिसन भनेर आयो। म त कस्तो खुसी भएँ कि ओहो होइन 4 महिना पछाडि उहिले गरे हो, त्यही पनि कहाँ गरे हो पनि थाहा छैन। अनि त्यही मैले छिटो रेस्पोन्स गरेँ, यस आइम इन्ट्रेस्टेड भनेर अनि मेसेज पठाइदिएँ। अनि त्यस पछाडि मेल गरेँ। अनि अर्को दिन चाहिँ मलाई कल आयो। अनि त्यसपछि कहिले एभाइलेबल छस् त भनेर भने। अनि मैले चाहिँ त्यो यो टाइममा एभाइलेबल छु भनेको हुन्छ, मलाई चाहिँ भेट भनेर भनेको थियो। अनि सबै डकुमेन्ट्सहरू लिएर चाहिँ त्यो टाइममा चाहिँ मलाई भेट भनेको थियो। मलाई इन्टरभ्यू भनेर चाहिँ भनेको थिएन, भेट भनेर चाहिँ भनेको थियो। तर पनि मैले मेबी इन्टरभ्यू पनि हुनसक्छ यसरी भने पछाडि भन्दा आफू इन्टरभ्यूको लागि प्रिपेयर गरेर गएँ। अनि जाँदाखेरि इन्टरभ्यू नै लिएको थियो, मलाई चाहिँ इन्टरभ्यू लिग्यो। इन्टरभ्यू लिइसके पछाडि त्यही दिन नै मलाई तँलाई चाहिँ हामीले अफर के अरे कन्ट्र्याक्ट लेटर साइन गर्छौँ, 3-4 दिनमा कन्ट्र्याक्ट पठाउँछौँ। अनि अथवा तँ यहीँ आएर लिग अनि कन्ट्र्याक्ट 3-4 दिन पछाडि चाहिँ छिट्टै जोइन गराउनु छ भनेर भन्यो। अनि मैले त्यो इन्टरभ्यूमा चाहिँ के भन्छन् रे मलाई के भनेको थियो भन्दा त चाहिँ नर्सिङ ब्याकग्राउन्डको भएको भएर पनि हामीहरूलाई चाहिँ यस्तो फिल्डमा चाहिँ नर्सिङ मेडिकल ब्याकग्राउन्ड भएको भयो भने चाहिँ हामीहरूले बढी प्रायोरिटाइज चाहिँ मेडिकल ब्याकग्राउन्डको मान्छेहरूलाई दिन्छौँ भनेर भनेको थियो।
अनि त्यस पछाडि चाहिँ मैले त्यसरी जब पाएँ होइन। अनि त्यही भएर मैले चाहिँ यहाँ जति पनि हुनुहुन्छ स्टुडेन्टहरू अनि वर्किङमा आउनुभएको सबैजना जति पनि होपलेस भएर बस्नुभएको छ, तपाईँ हाम्रो स्टोरी भनेको सेम हो। सबैले सेम फेज पार गरेको छ, सबैले त्यही स्ट्रगल पार गरेको छ। त्यही भएर चाहिँ कसैले सेयर गर्ला नगर्ला होइन। अनि तपाईँहरूलाई पनि सिभीको अनि त्यस पछाडि कभर लेटरको स्याम्पलहरू चाहिन्छ, मैले कसरी गराएको छु भनेर चाहिँ म पठाइदिन्छु। मैले हिजो कति धेरैलाई पठाइदिइसकेको छु मेरो सिभी। मलाई मेसेज गर्नुभएको थियो सिभीहरू पठाइदिनुहोस् भनेर। मैले मेरो सिभी कभर लेटरहरू पठाइदिन्छु। अनि मैले गर्ने हेल्प भनेको यही नै हो। म आफू पनि नयाँ नै छु, म 9-10 महिना भयो यहाँ आएको। सो म पनि नयाँ छु र मबाट हुन सक्ने हेल्प चाहिँ मैले गर्छु। जतिले पनि केही कुराहरू आइडिया छैन, आइडिया लिन चाहनुहुन्छ भने म चाहिँ एकदम ह्याप्पी भएर चाहिँ मैले उहाँहरूलाई हेल्प गर्न रेडी छु। र म चाहिँ मेरो हाउसकिपिङको जर्नी अनि त्यसपछि मेरो कस्टमर सर्भिस रिप्रेजेन्टेटिभको जर्नी पनि म अर्को भिडियोहरूमा सेयर गर्छु। जतिले पनि इन्ट्रेस्टेड हुनुहुन्छ इन्टरभ्यूमा के क्वेसन्सहरू थियो, मैले कसरी के आन्सर दिएँ भनेर इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ म नेक्स्ट भिडियोमा चाहिँ यो इन्टरभ्यू रिलेटेड चाहिँ भिडियो बनाउँछु। अनि त्यही हो, अब बाहिर आइसके पछाडि यति धेरै स्ट्रेस हुन्छ सबैलाई थाहा छ। तर जब नपाउने स्ट्रेस त अब त्यो छुट्टै, त्यो नेक्स्ट लेभलको छ। त्यही पनि टेन्सन नगर्नु। मैले पनि 2.5 महिनासम्म यस्तै दुःख पाएर यति सर्च गर्थेँ। म आफै पनि हिँडेर पनि यति धेरै ठाउँमा सिभी बुझाउनु गएको थिएँ होइन। म त एकदमै कस्तो ठाउँमा आइसकेछु म। यस्तो एउटा जब पनि पाउनुलाई यस्तो गाह्रो छ भन्ने मलाई फिल हुन्थ्यो होइन। तर पछि चाहिँ मैले मेरो लकले पनि फेभर गरे होला। म एकदम लकी पनि छु, आफूलाई मान्छु होइन। अनि त्यही भएर पनि होला, अनि आफ्नो मेहनतले पनि हुन्छ नि, मेहनत पनि काम लाग्यो। त्यही भएर प्लिज होपलेस नहुनु, रेस्टलेस नहुनु। सबैको स्टोरी एउटै हो। तपाईँले मात्रै रिजेक्सन्सहरू फेस गर्नुभएको छैन, हामीले पनि थाउजन्ड्स अफ रिजेक्सनहरू फेस गरेको छौँ र अहिले बल्ल अलिकति साहस आएको छ। सो त्यही भन्दै म चाहिँ यो भिडियोलाई इन्ड गर्छु। अर्को भिडियोमा चाहिँ भेटौँला। बाई।